गुड मर्निङ एभ्रिवान, सबैजनालाई नमस्कार र स्वागत गर्न चाहन्छु। जति पनि हुनुहुन्छ मेरो बिजनेस पार्टनरहरू र जति पनि हुनुहुन्छ सबै फ्रेन्डहरूलाई यस्तो धन्यवाद दिन चाहन्छु। आज चाहिँ हामीहरू देख्न सक्नुहुनेछ हाम्रो हेल्दी नेपाल एनिमल एसटिसी सप्लिमेन्ट हो। यो चाहिँ एउटा सिबुक होइन, सिबोक्टान हो। यसलाई चाहिँ म निकाल्नेछु एउटा। त्यसपछि हाम्रो फ्ल्याक्स ओइल रहेको छ है, फ्ल्याक्स ओइल पनि निकाल्नेछु। त्यसपछि रहेको छ हाम्रो हामीहरू देख्न सक्नुहुनेछ कोलेस्ट्रोल है। त्यसपछि रहेको छ हाम्रो स्पाइरुलिना। त्यसपछि रहेको कर्क्युमिन प्लस। त्यसपछि रहेको छ ग्यानोडर्मा। त्यसपछि रहेको छ अम्ला। त्यसपछि रहेको छ निम है, निम निकालिसकेँ। त्यसपछि रहेको छ नुनी है त। नुनी मैले खाली पेटमा खाइसकेँ, बाँकी चाहिँ यसो म यो सबै नै यो लन्च भएर म लिँदैछु। खाना खाइसकेपछि हामीलाई देख्न सक्नुहुनेछ हजुरहरूले चाहिँ है त। यो भनेको हाम्रो स्वास्थ्यको लागि एकदमै महत्त्वपूर्ण चिज हो। यसलाई चाहिँ औषधि भनिँदैन, यो एकदम नेचुरली होइन, एउटा जडीबुटीबाट बनेको एउटा फुड सप्लिमेन्ट हो। हाम्रो स्वास्थ्यमा जति पनि इम्युनिटी हुन्छ, जति पनि क्यापेसिटी यानि कि जति पनि भिटामिन्स मिनरल्सहरू, जति पनि प्रोटिनहरूको आवश्यकता पर्छ स्वास्थ्यको लागि, त्यो कुराहरू चाहिँ यसले चाहिँ तपाईँले चाहिँ है एकदमै भरपुर मात्रामा तपाईँले चाहिँ पूर्णता दिलाउँछ। किनभने हामी कस्तो गर्छौँ भने जब हामीलाई चाहिँ हरेक बिरामले च्याप्छ, जब बिरामको शिकार हुन्छौँ त्यसपछि मात्रै हामी हस्पिटल धाउँछौँ र लाखौँ पैसा खर्च गर्छौँ। त्योभन्दा पहिला जब हामीलाई केही हुँदैन, हामी आफ्नो स्वास्थ्यको लागि एउटा सुरक्षा र सेफ्टीको लागि चाहिँ हामीले कुनै पनि चिज युज गर्दैनौँ हो। बाहिर मेडिकलको एकदम नेचुरल हुँदैन, त्यो केमिकल युक्त हुन्छ, त्यसलाई युज नगर्नुहोस् होइन। रेगुलर असर साइड इफेक्ट पनि गर्छ, तर यसले चाहिँ कुनै पनि साइड इफेक्ट गर्दैन। यो भनेको एकदमै नेचुरल्ली हो। यसले स्वास्थ्यको लागि एकदमै फाइदा यानि बेनिफिट दिन्छ। जुन हाम्रो स्वास्थ्यको लागि इम्युनिटीहरू भयो, जति पनि चाहिन्छ होइन, जति पनि इनर्जीहरू चाहिन्छ, मिनरल्स भिटामिन प्रोटिनहरू, जति पनि हाम्रो क्याल्सियमहरू हाम्रो स्वास्थ्यको लागि एकदमै कम परेको हुन्छ होइन, त्यसको लागि चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ हाम्रो यो सप्लिमेन्टले। त्यसैले चाहिँ मलाई कुनै पनि समस्या छैन है, म त्यही भएर तर पनि युज गरिरहेको छु। हजुरलाई यो जानकारी गराउन चाहन्छु। मैले यो सबै एकैसाथमा खानेछु है त। ल म सबैजनालाई यही रिक्वेस्ट गर्न चाहन्छु, सबैजनाले चाहिँ सप्लिमेन्टहरू युज गर्नु होला। यो फुड सप्लिमेन्ट हो। यो सप्लिमेन्टले हाम्रो स्वास्थ्यलाई विभिन्न किसिमको बेनिफिटहरू दिन्छ। विभिन्न रोग प्रतिरोध होइन, त्योबाट चाहिँ हुनबाट हामीलाई चाहिँ एकदमै सुरक्षित र सेफ्टी हुन्छ र त्यो रोगसँग लड्न सक्ने क्यापेसिटी हाम्रो शरीरमा एकदमै इम्युनिटी बस्ट गराउँछ। त्यसैले चाहिँ हामीलाई यो कुरा युज गर्न एकदमै जरुरी छ। सबैजनालाई युज गर्नुहोस् होइन। अनि यसैबाट चाहिँ हामीले आफ्नो बिजनेसलाई डेभलप गर्छौँ। हजुरहरूलाई चाहिँ यो स्वास्थ्यको लागि एकदमै हेल्थ कार्यको लागि चाहिँ एकदमै राम्रो हो यो सप्लिमेन्टहरू। तपाईले पनि युज गर्नुहोस् है त। थ्याङ्क यू सो मच। विश यू वेल।